पद्मको आसन भएकी, सुवर्ण, हीरा, मणि माणिक्य आदि गहना पहिरिएकी, कमल ऐना जसबाट आत्मदर्शन हुन्छ त्यस्तो हातमा लिएकी, धनधान्य र वर प्रदान गर्ने भएकी, ज्योति स्वरूपिणी दयाकी मूर्ति जसको स्मरण गर्दा नै दुःख र दारिद्रता नाश हुने, लोकको उपकारको लागि तल्लीन, यस्ती सबैको कल्याण गर्ने भएकी लक्ष्मीलाई म ध्यान गर्दछु। ज्यादै नै सुन्दर सुवर्ण जस्तो शरीर भएकी, हात्तीमा सवार भएकी विष्णु भगवानकी धर्मपत्नी लक्ष्मी भगवतीलाई मन्त्रपूर्वक जसले ध्यान गर्दछ त्यो पृथ्वीको मालिक बन्दछ। लक्ष्मी व्रत कथाको सन्दर्भमा स्कन्दजी शङ्कर भगवानसँग सोध्नुहुन्छ कि पहिले यो व्रत कसले गर्यो र कसरी यो संसारमा प्रकाश हुँदै आयो। हे देवादिदेव महादेव, यदि म हजुरको प्रिय हुँ भने मलाई यो र यसको प्रसङ्ग रहस्यहरू बताइदिनुहोस्। शङ्कर भगवान भन्नुहुन्छ, रम्य कुण्डिन नाम गरेको सहरमा चक्रवर्ती मङ्गलान नाम गरेका राजा र पद्मावती नाम गरेकी रानी थिइन्। ती राजाको नजिक एउटा अज्ञात अपरिचित ब्राह्मण सेवा गर्नको लागि आए। ती ब्राह्मणको नाम राजाले तबल्लक राखिदिनु भयो। केही समयपछि ती राजा शिकार खेल्न भनी वनमा जानुभयो। त्यस वनमा राजाले हजारौं बँदेल र अनेक वन्य मृगहरूलाई मार्नुभयो र भोक प्यासले अत्यन्त दुखित भएर एक रुखको फेदमा गएर बस्नुभयो। जल खोज्नका लागि अङ्गरक्षकहरू पठाउनुभयो, तर अङ्गरक्षकहरूले वनमा जल खोज्न जाँदा कहीँ पनि पाएनन्। ती सबै अङ्गरक्षक दुखित भएर राजा भएको ठाउँमा आएर भन्न लागे, महाराज, यहाँ जल कहीँ पनि भेटिएन। तबल्लक पनि परिश्रमका साथ सम्पूर्ण वनमा घुम्न थाले। तबल्लकले यताउता घुम्दै जाँदा घना वनमा कमलको फूलको सुशोभित रम्य सरोवर देखे। त्यही तलाउमा दिव्यरूप मनलाई जित्ने भएका यस्ता देवकन्याहरूलाई देखे। हार, कंकण, बाजु, घुङ्रू आदिले सुशोभित ती देवकन्याहरू आदरपूर्वक महालक्ष्मीको व्रत पूजा गर्दै थिए। तबल्लक त्यहाँ गएर ती देवकन्याहरूसँग सोधे, तपाईहरू यहाँ के गर्दै हुनुहुन्छ, मलाई भन्नुहोस्। ती स्त्रीहरूले भने कि हामीहरूले मनले चिताएको सबै कामना पूरा गरिदिने महालक्ष्मीको व्रत गरेका हौं। यो सुनेर तबल्लकले पनि सो व्रत गरेर उनीहरूसित आज्ञा लिई जल लिएर चाँडै नै राजाको समीप आए। तबल्लकले ल्याएको जल अञ्जुलीद्वारा पान गरेर राजाले सोध्नुभयो कि यो डोरो भनेको के हो, तिमीले कुन व्रत गरेका छौ। यस किसिमबाट राजाले सोध्दा तबल्लक ब्राह्मणले उक्त व्रतको बारे सबै सविस्तार बताए। भक्तिमान राजाले त्यो व्रतको नियम सुनेर आनन्द भई त्यो व्रत लिई तबल्लक सहित राजा आफ्नो राज्यमा फर्किए। राजा आफ्नो रानीका साथ बिहार गर्न गए। आफ्नो प्यारो राजाका साथ बिहार गर्दै जाँदा रानीले डोरो राजाको हातमा देखेर बडा क्रोधित भइन् र भनिन् कि कुन नारीले हजुरलाई भुलाएर हजुरको हातमा डोरो बाँधिदिए। राजाले भन्नुभयो कि यस्तो नभन, यो त महालक्ष्मीको उत्तम व्रत हो, त्यसैको यो डोरो हो। यस प्रकार भन्दा पनि त्यो डोरोलाई रानीले छिनालिदिन् अनि रिसले आगोमा हालिदिन्। यो देखेर राजाले भन्नुभयो कि बडा दुःख लाग्यो, किनकि अज्ञानले गर्दा तिमीले ठुलो पाप गर्यौ। यस प्रकार राजाले रानीलाई माया नै नगरी त्यो ठुलो वनमा छाडी त्यागिदिए। रानी र राजा दुवैलाई हानि भयो। रानीले महालक्ष्मीको अनादर गरेको कारण जल नभएको ठुलो वनमा घुम्दै हिँड्न थालिन्, तर कुनै गति प्राप्त हुन सकेन। त्यो घना वनमा घुम्दा रानीले मृग र कृष्ण मृगले युक्त भएर रहेको कुनै ऋषिको आश्रम देखिन्। त्यही आनन्द ठाउँमा मुनिहरूमा पनि श्रेष्ठ वशिष्ठ ऋषि मुनिलाई रानीले देखिन्। दुःखले दुर्बल तथा होस हराएको रानीले मुनिको चरणमा ढोगिदिन्। धेरै बेरसम्म मुनिले सोचिकन उनको दुःखको कारण दिव्य चक्षुद्वारा विचार गरी पत्ता लगाए। उनले महालक्ष्मीको अनादर गर्नाले यस्तो दुःख पाएकी हुन्। ती रानीको दुःख दूर गर्नका लागि ऋषिले रानीलाई त्यही व्रत गराए। त्यस व्रतका प्रभावले तुरुन्तै उनको दुःख नाश भयो। पछि कुनै समयमा राजा पनि शिकार खेल्दै वनमा हिँडिरहेका र एउटा बाणले कुनै मृगलाई हाने। बाण लागेर भागेको मृगको पछि पछि जाँदा आखिर त्यही ठाउँमा पुगे र पापले रहित मुनिवर वशिष्ठलाई देखे। राजाले शिष्टाचारपूर्वक त्यहाँ रहँदा
हावभावबाट मनलाई हेर्ने मृगनयनी बाहिर नजिकै घुम्दै गरेको देखे। बिस्तारै राजा बाहिर निक्लेर मिठो वचनले रानीसँग बोले, हे बामोरु, हे कल्याणी, तिमी के कारणले यस वनमा घुमिरहेछौ? तिमी कुनै किन्नरको स्त्री, मानुषी अथवा यक्षिणी के हौ? तिमीलाई चाहिने व्यक्ति मलाई भन। स्नेहपूर्वक राजाले यो वचन भन्दा रानी हाँसेर राजालाई भनिन् कि म हजुरकै रानी हो। महालक्ष्मीको अनादर गर्नाले हजुरसँग अलग भएकी हो। ऋषिले म माथि ठूलो कृपा गरेर सबै दुःख नाश गराउनको लागि महालक्ष्मीको उत्तम व्रत मबाट विधिपूर्वक गराउनु भयो। रानीको वचन सुनेर राजा अति नै प्रसन्न हुनुभयो र ऋषिको आज्ञाले आफ्नो रानीलाई लिएर घर जानुभयो। प्रसन्न चित्त राजाले जनता, लस्कर र ध्वजा पताकाले शोभित नगरमा आफ्नो रानीसहित जनता समक्ष हात जोड्दै प्रवेश गर्नुभयो। राजाले रानीका साथ भई विधिपूर्वक महालक्ष्मीको व्रत गरेर सम्पूर्ण भोगको भोग गरी छोरा नाति सहित भएर रहे। राजा चाहिँ चक्रवर्ती बन्नुभयो र तबल्लक उनका मन्त्री भए। महालक्ष्मीको प्रसन्नताले उनलाई सम्पूर्ण सम्पत्ति प्राप्त भयो। मनुष्यलाई राम्रो फल दिने, सबै पाप र दुःख हटाइदिने यिनै देवी हुन्। यस प्रकार 16 वर्षसम्म जो कुनै स्त्री यस उत्तम व्रत गर्छिन् उसलाई 8 सिद्धि प्राप्त हुन्छ र लोकपाल पनि देवता र उनको सबै मनोरथको पोषण गर्छन्। जो नारी या पुरुष भक्ति र विधिपूर्वक यस व्रत गर्छन् उनलाई सम्पत्ति, हरि, रुद्र, ब्रह्मा देवताहरूले पुष्ट गर्छन् र सम्पूर्ण मनुष्यहरू पनि त्यसप्रति अनुरुक्त भएर सेवा गर्ने हुन्छन्। उसको घरमा विष्णु सहित लक्ष्मीले वास गर्छिन्। जो कोही मनुष्य भक्ति या अभक्तिले व्रत गरे पनि उसको अन्त्य अवस्थामा विष्णुले संसारबाट रक्षा गर्छन्। जसले यो कथा सुन्छ या सुनाउँछ उसलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् र अलक्ष्मी उसको कामना गर्दिनन्। सबै पापबाट छुटेर स्वर्ग प्राप्त हुन्छ।